ऋतुहरूमा तिमी हरियाली बसन्त हौ नदीहरूमा तिमी पवित्र गङ्गा हौ। गाइस कति राम्रो फुल छ गाइस बाटोमा हेर्नु त है कति राम्रो फुल छ। अनि गाइस यही राम्रो भित्र गाइस भूत छ गाइस साँच्ची गाइस त्यो माथि चाहिँ गाइस होइन चियान मात्रै गाइस यस्तो विधि चियान छ अरे होइन मैले सुनेको होइन। अनि त्यहाँ हाम्रो साथीहरू जाँदाखेरि चाहिँ गाइस त्यहाँ तर्सायो अरे क्या गाइस त्यहाँ चाहिँ दिउँसै 12 बजी गाइस त्यहाँ तर्सायो अरे। सो गाइस हामी अहिले 12 बजे होइन गाइस अहिले गाइस 5 बजेको छ हामीले 5 बजे यहाँ आएको छौँ। सो हामी जान्छौँ अगाडि। अनि गाइस यो ठुलो ब्रिज छ गाइस यहाँ ब्रिजको तल मान्छे बसिरहेका छन् साइक्लिङ गर्ने बुढाहरू बसिरहेको गाइस यहाँ एज यु क्यान सी यस्तो हो गाइस ओ माई गॉड गाइस पानी छुइरह। अब गाइस सुरु हुन्छ भुतिया जङ्गल जस्तो कि तपाईँ देख्दै हुनुहुन्छ गाइस। यहीँदेखि गाइस हेर्नु कस्तो सुनसान ठाउँ आइसक्यो गाइस कोही मान्छे छैन गाइस यहाँ साइक्लिङ गर्ने म मात्रै छु। मलाई डर लागिसक्यो गाइस मलाई डर लागिसक्यो गाइस अहिलेदेखि सुनसान छ गाइस यहाँ कोही पनि छैन गाइस। मेरो मन गाइस यस्तो होइन गाइस 180 प्रति किलोमिटर हुन्छ नि पर 180 किलोमिटर पर सेकेन्डको स्पिडमा गाइस कुदिरहेको छ गाइस यहाँ कोही पनि छैन गाइस खोला छ यतापट्टि जङ्गल छ। अनि गाइस भनिन्छ कि गाइस यही जङ्गल गाइस हन्टेड छ एकदमै हन्टेड छ। सो गाइस यहाँ एउटा बस्ने ठाउँ छ गाइस हामी एकछिन यहाँ रेस्ट गर्छौँ गाइस यहाँ भूत चाहिँ नआओस्। सो गाइस एकदमै गर्मी भयो त्यहाँ सो म त्यहाँ बस्दिनँ गाइस म जान्छु गर्ने घाम पनि लागेको नि त गाइस घाम यस्तो बित लागिरहेको छ। सो गाइस गर्मी भयो अब म त्यहाँ बस्दिनँ म अगाडि पनि होला सायद बस्ने ठाउँ हेरौँ होइन जान्छु। मेरो पछाडि गाइस को आउँदैछन् आइडन न गाइस होइन गाइस मैले मान्छे देख्ने बल्ल होइन मेरो पछाडि। अनि सो मलाई हल्का गाइस डर कम लागेको छ त्यो हिसाबमा गाइस माथि गाइस एउटा बस्ने ठाउँ रहेछ गाइस हामी त्यहाँ पनि जानेछौँ अहिले हेर्नु गाइस कस्तो छ गाइस जङ्गल एकदम गाइस भुतिया छ नि जङ्गल त है। तर केही छैन गाइस डर के आगे जित है भने जस्तै छ गाइस यहाँ पनि गाइस घाम छ घाम यहाँ पनि रहेछ गाइस म कहाँ बस्नु गाइस म यहीँ बस्छु गाइस हल्का घाम उजेल परेको जस्तो लाग्छ मलाई यहाँ अलिकति। सो म यहाँ रोक्छु आफ्नो साइकल। सो गाइस अब म एकछिन यहाँ रेस्ट गर्छु। वाउ गाइस सो टेस्टी। सो गाइस म तपाईँहरूलाई मेरो डक्टर बाइकमा यहाँ एउटा म तपाईँलाई साइकलको स्टन्ट देखाउन चाहन्छु है। सो गाइस हामी यो यहाँ फाल्ने छौँ गाइस त तपाईँ फैलाउनु है ओके। सो गाइस यो नदी हो गाइस कोरियाको वान अफ द लङ्गेस्ट रिभर है गाइस है। कोरियाको सबैभन्दा लामो नदी चाहिँ यो हो। यहाँ कसको के झरेछ हामीहरूलाई गाइस हात लगाउने छैनौँ। सो गाइस यहाँ यति दामी ब्रिज छ होइन टक्क यो साइकलको लेन हो गाइस होइन टक्क खोलाको माथि उठाएको छ होइन। यो तलपट्टि गाइस खोलै छ यता पनि गाइस खोलै छ गाइस यो ब्रिज खतरा छ है कति दामी ब्रिज छ हेर्नु त सो नाइस भ्यू गाइस यार वाउ। तर गाइस यो नाइस भ्यूको टक्क माथिपट्टि
एकदमै गाइज भुतिया ठाउँ छ एकदमै गाइज भुतिया ठाउँ छ एकदम भुतिया भर्खरै गाइज होइन यहाँ माथिबाट गाइज ढुङ्गा तल आयो क्या सो गाइज कसैले फ्यालेको जस्तो गाइज होइन जस्तो गाइज यहाँ माथिबाट गाइज ढुङ्गा यहाँ तल आयो क्या यो भर्खरै गाइज मैले त खिच्न सकिनँ होइन गाइज म त क्यामेरा अफ त्यो बेला ओ माई गॉड गाइज आई एम ट्विस्ट के छ गाइज माथिपट्टि है के छ होला माथिपट्टि है यहाँबाट यहाँ तल आयो ढुङ्गा सट्यो क्या ग्याङबाट आवाज आयो म त के भयो भनेको ओ माई गॉड सो गाइज अब हामी यहाँबाट हामी माथि एन्ट्री गर्नेछौँ गाइज होइन सो गाइज एकदमै गाइज मलाई चाहिँ डर लागिरहेको छ गाइज अलिकति होइन मुटु ढुक 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 भइरहेको छ गाइज होइन सो हामी जानुपर्छ यहाँ चाहिँ गाइज यो हावा हाल्ने मेसिन छ होइन टक्क त्यहाँ चाहिँ हाम्रो ऊ छ क्या सोलर ऊ छ सोलर प्यानलबाट यहाँ पावर आउँछ त्यो पावरले गाइज हावा हान्छ है साइकलमा चाहिँ र हामी पहिला इन्ट्री खोज्नेछौँ गाइज इन्ट्री कहाँ छ यहाँको मलाई इन्ट्री थाहा छैन नि त सो हामी खोज्नेछौँ गाइज कहाँ छ इन्ट्री कहाँ छ हामी खोज्नेछौँ अनि गाइज हामी इन्टर गर्नेछौँ माथि जङ्गलमा सो गाइज यहाँ यस्तो देखिरहेको दृश्यहरू है सुन्दर दृश्य इन्ट्री कहाँबाट गर्ने हो जङ्गलभित्र सारामुल थहासे हो सारामुल थहासे भनेर मानिस अझै गर्नु भनेको त्यस्तो लाग्छ गाइज मलाई सो गाइज इन्ट्री कहाँबाट गर्ने आई डोन्ट नो है यताबाट पनि गर्न मिल्छ कि बट आई डोन्ट नो गाइज मिल्छ गाइज मिल्छ गाइज आई फाउन्ड एन्ट्री सो गाइज एन्ट्री यहाँबाट छ अब गाइज हामी साइकलमा जाने कि यति जाने थाहा छैन अब गाइज हामीले साइकल यहाँ पार्क गरेको छौँ है अब गाइज हामी इन्ट्री गर्नेछौँ यहाँ यो जङ्गलभित्र यहाँबाट गाइज मलाई डर लागेको छ गाइज यता गाइज होइन गाइज यता है गाइज स्नेक पनि गाइज हुनसक्छ है सो यहाँबाट हामी इन्ट्री गर्नेछौँ गाइज यहाँ बाटो छ जस्तो लाग्यो मलाई अलिकति है हल्का यहाँ बाटो हो कि यो जस्तो लाग्यो मलाई आई थिङ्क हो गाइज यो बाटो आई थिङ्क गाइज यहाँ साइकल लान मिल्दैन जस्तो लाग्यो मलाई त्यही भएर म यत्तिकै आएको छु होइन साइकल नलिकन म त गाइज म साइकल लान्थेँ ओके गाइज दिस इज एन्ट्री गाइज कस्तो गाइज स्मेल आएको छ गाइज यहाँ आउने बित्तिकै गाइज यस्तो गाइज खतरनाक स्मेल आएको छ है यहाँ आउने बित्तिकै ओ माई गॉड सो डर्टी स्मेल सो गाइज जङ्गल यस्तो छ है गाइज यहाँ चाहिँ गाइज भूत छ भन्ने मैले सुनेको गाइज होइन यो जङ्गलमा चाहिँ गाइज यहाँ गाइज एनिमल चाहिँ नहोस् गाइज है गाइज ओ माई गॉड गाइज यहाँ रुखको पातहरू गाइज खसेको रहेछ है गाइज मलाई यहाँ साइकल ल्याउन मन थियो तर गाइज साइकल गर्न बा यहाँ नमिल्ने हो गाली गर्ने हो कि भनेर गाइज म यतिकै आएको कसैले देखेँ भने है सो म हिँडिरहेको छु गाइज यहाँ है जङ्गल चाहिँ एकदमै डर लाग्दो हो गाइज यहाँ चाहिँ अलिकति राम्रो बाटो रहेछ सो म चाहिँ गाइज तलबाट आएँ नि त सो मैले आफ्नो साइकल तलै छोडेँ सो गाइज हेर्नु गाइज त्यहाँ एउटा चियान छ है ओ माई गॉड गाइज त्यहाँ एउटा चियान छ गाइज चियान कस्तो गाइज है मुटु गाइज होइन गाइज यहाँ चाहिँ बाटो राम्रै रहेछ है सो गाइज यहाँ चाहिँ बाटो राम्रै रहेछ बाटो
होइन गाइज मलाई गाइज यहाँ साइक्लिङ गर्न मन थियो क्या आई लभ टु साइक्लिङ हियर गाइज मलाई यहाँ साइक्लिङ गर्न मन थियो तर मलाई डर लाग्यो बा नदिने हो होइन बा गाली गर्ने हो जस्तो लाग्यो अनि म गाइज यत्तिकै आइरहेको छु जङ्गल गाइज खत्रै छ होइन यस्तो राम्रो छ यहाँ पुलहरू तर गाइज म 21औं शताब्दीमा छु अनि गाइज मैले यो भूत हुन्छ भनेर गाइज विश्वास गर्नु हुन्न क्या गाइज चियान त गाइज भइहाल्छ नि मान्छे मरेपछि गाड छ त्यहाँ चियान हुन्छ अनि गाइज मान्छे मरेपछि अल फिनिस हो नि त सबै सक्यो नि त मान्छे मरेपछि त होइन र हो नि सो गाइज बाटो चाहिँ यस्तो छ है जङ्गल छ गाइज शान्त छ जङ्गल चाहिँ तर गाइज मलाई स्मेल चाहिँ गाइज यस्तो नमिठो स्मेल लाग्यो कि है यो हुन्छ नि गाइज त्यो सिनो कुहिया हुन्छ नि केही चाहिँ जानवरहरू मरेपछि त्यो सिनो आउँछ नि यस्तो गाइज त्यो जनावरहरू मरेपछि त्यो कुहिएर गन्ध आउँछ नि गाइज त्यस्तै आएको छ गन्ध गाइज वास्तवमा त्यहाँ चियान छ नि त त्यो गाइज मान्छेको गन्ध हो सो हामी यहाँदेखि जाँदैछौँ अगाडि गाइज म यहाँ एक्लै गाइज हिँडिरहेको छु गाइज मेरो साइकलमा छ साइकल के हुने हो थाहा छैन है मलाई चाहिँ यो को हो गाइज यो त म पो हो त यार यसमै गाइज यहाँ खाल्टा फुल्की किन बनाएको भने गाइज जस्तो पानी जम्मा भएपछि पानी हारी जाओस् भनेर बनाएको क्या ताकि यो बाटोमा चाहिँ पानी नआओस् पानी जम्मा नहोस् बाटोमा भनेर सो गाइज एकदमै राम्रो गाइज यहाँ कस्तो आवाज आयो गाइज एक्कासी गाई कस्तो सुवा आवाज आयो कस्तो डर लाग्यो गाइज म एक्लै छु नि त गाइज मसँग कोही साथी पनि छैन अहिले अनि मलाई कस्तो डर लाग्यो सिरियसली मलाई लास्टै डर लाग्यो गाइज एक्कासी गाइज होइन आवाज आएको क्या गाइज कहाँ गयो अभी गायब भयो अभी गाइज क्यामेरामा यत्तिकै होइन गाइज गाइज त्यो चाहिँ चियान छ गाइज तर क्यामेरामा गाइज देखाएन किन हो देख्नुभयो त्यो कालो कालो ओ माई गॉड म त गाइज यसरी म तर्सेको या क्यामेरामा देखाएन किन भनेर Guys, I'm too scared.